मेन्स टिमको एएफसी क्वालिफिकेसनका लागि भोलि हुने गेमको बारेमा आज हामी यस भिडियोमा केही कुरा गर्नेछौँ र महिला टिममा के गतिविधि हुँदैछ त्यसमा नि केही कुराहरू पनि कभर गर्नेछौँ। सबैभन्दा पहिला चाहिँ महिला फुटबलमा के हुँदैछ कुरा गरौँ है त। नेपाली महिला टोलीमा चाहिँ त्योभन्दा अगाडि भएको बन्द ढोको पछाडिको खेल र मैत्रीपूर्ण खेल खेलेर आउने बित्तिकै नेपाली महिला टोलीको हिस्ट्रीमै पहिलो पटक चाहिँ प्रो लाइसेन्स प्राप्त कोच 1 वर्षका लागि अनुबन्धित गरेका छन्। प्याट्रिक डी वाइल्ड मुख्य प्रशिक्षक अनुबन्धित गराउनका कारण चाहिँ नेपाली महिला टोलीलाई एएफसी महिला एसिया कपका लागि छनौट गराउने प्रयासको रूपमा लिएका छन्। प्रो लाइसेन्स प्राप्त गरेर धेरै ठाउँमा अनुभव बटोले पनि उसले यो पहिलो पटक महिला टोलीलाई प्रशिक्षण दिन जाँदैछ। अब के हुन्छ यो पछिको भिडियोमा कभर गर्नेछु है त। अब कुरा गरौँ भोलि हुने पुरुष टोलीको एएफसी एसियन कप क्वालिफिकेसन म्याचको बारेमा। भोलि चाहिँ नेपालले लाओससँग थर्ड राउन्डको गेम खेल्नेछ। भोलि भनेको चाहिँ जुन 10 हो है त, नजोकिन होला। पुरुष टोलीमा पनि म्याट्रसको आगमनसँगै टोलीमा फ्यान्सहरूमाथि उत्साह थपिदिएको छ जस्तो मलाई लागेको छ। योभन्दा अगाडिको गेममा नेपालले राम्रो प्रदर्शन देखाएको थियो। अझ नेपालले लाओससँगको खेलमा बेटर गर्छ भन्ने चाहिँ फ्यान्सहरूको मनमा छ र मेरो पनि मनमा रहेको छ। नेपालले भोलि जुन 10 मा लाओससँग खेल्नेछ र त्यसै गरी भियतनामसँग अक्टोबर 9 मा, फेरि भियतनामसँगै अक्टोबर 14 मा खेल्नेछ, मलेसियासँग नोभेम्बर 18 मा र फेरि लाओससँगै मार्च 31 मा खेल्नेछ। गेमहरू धेरै ग्यापमा भएको भएर आज यो भिडियोमा भोलि हुने खेलको बारेमा मात्र कुरा गर्नेछौँ। भोलि हुने खेलमा चाहिँ हामीभन्दा कतिको स्ट्रङ कन्ट्री परेको छ हेरौँ है त। लाओस चाहिँ भोलिको हाम्रो अपोनेन्ट हो। लाओस चाहिँ अहिलेको अवस्थामा 190 र्याङ्किङमा रहेछ। यो र्याङ्किङ भनेको चाहिँ त्यति धेरै खतरा चाहिँ होइन। फिफा र्याङ्किङ 119 भनेको चाहिँ त्यति राम्रो चाहिँ मानिँदैन र हाम्रो नेपालको चाहिँ फिफा र्याङ्किङ चाहिँ 175 रहेको रहेछ। यो चाहिँ लाओसको भन्दा चाहिँ अलि बेटर नै हो। यो गेम चाहिँ नेपालले लस गर्नु चाहिँ भएन, किनभने 190 र्याङ्किङको पोजिसनमा भएको टिमलाई नि हराउन सकेन भने एएफसी कप भुलिदिँदा हुन्छ, यति कुरो चाहिँ ढुक्का हो। तर नेपालले योभन्दा अगाडि भएको गेम जुन फ्रेन्डली म्याच भयो त्यो खेलेको हेर्दा चाहिँ नेपालले त्योभन्दा नि अझ बेटर गरेर चाहिँ आउँछ र यो गेम चाहिँ आनन्दले जितिन्छ भन्ने होप चाहिँ छ है। नेपाल र लाओसको हिस्ट्री हेर्दा चाहिँ अहिलेसम्म नेपाल नै स्ट्रङ देखिन्छ, तर लाओस पनि जितको नजिक चाहिँ गएको देखिन्छ। भोलि हुने गेम चाहिँ नेपाललाई गाह्रो नै हुनेछ। अहिलेसम्म 6 खेलमा 3 जित र 3 बराबरीमा रोकेको रहेछ। अब हेरौँ भोलि के हुन्छ। सबैजनाले हेर्न चाहिँ नभुल्नु होला भोलिको गेम है त। आजको लागि यति नै। हामी अर्को भिडियोमा भेट्ने बाचासहित बिदा हुन चाहन्छु। धन्यवाद। सी यू अनदर भिडियो। थ्याङ्क यू।